यो सुन चाँदी बिक्री गर्दै गर्दा बिक्रीको बखतमा जुन विलासिता कर उठाउने भन्ने विषयमा बिक्रीको बखत होइन, खरिदको बखतमा चाहिँ सुन चाँदी खरिदको बखतमा चाहिँ एउटा चाहिँ गेन टेक्स भनेर अथवा चाहिँ पुँजीगत लाभ कर भनेर चाहिँ उठायो भने आम उपभोक्ताले पनि सुन बिक्री गर्दै गर्दा मेरो यो पैसाको स्रोत आयो भनेर देखाउने ठाउँ हुन्छ। व्यवसायले पनि मैले यी यसरी राज्यलाई ट्याक्स तिरेर त सुन किनेको भनेर बिल भाउचर पाउँछन्। त्यसपछि आएर नेपाल राष्ट्र ब्याङ्कको विदेशी मुद्रा खर्च गरेर सुन बाहिरबाट किन्न पनि पर्दैन। त्यसपछि आयो नेपाल सरकारको राजस्वकै कुरा गर्यो भने अहिलेको बजारको तुलनामा सुन हाम्रो व्यवसायबाट बिक्री भन्दा नि सुन खरिदै बढी भएको कारणले राज्यको राजस्वमा पनि राम्रै वृद्धि हुने कारणले गर्दाखेरि पनि यो विलासिता भनेर हटाउनुपर्छ भन्ने हाम्रो मान्यता छ भने यो बहुमूल्य पत्थरहरूमा जुन किसिमको भ्याट अनि बहुमूल्य पत्थरसँग जोडेका सुनमा भ्याट लाउने कुरा आएको छ नि, यसले नेपालको र इन्डियाको खुला बोर्डरको कारणले गर्दाखेरि अब इन्डियामा उत्पादन भएका गहनाहरू नेपालमा लुकेर आउने मानुस तपाईँ हामीले पनि अब यो नेपालमा अब सुनको हात्ती पनि छिर्ने भनेर चाहिँ भनिन्छ होइन। अब यस्ता किसिमको चाहिँ खुला बोर्डर भएको ठाउँमा सुनका गहनाहरू साना गहनाहरू जुन खल्तीमा राखेर हिँड्दा कसैले थाहा नै पाउँदैन, त्यस्ता खुला बोर्डर भएको ठाउँमा जुन 13% भ्याट लगाइदिँदै गर्दाखेरि हाम्रो कस्टिङ र इन्डियाको कस्टिङमा भास्ट डिफ्रेन्स आउँछ। त्यहाँ जम्मा 9% कस्टिङ आउँछ भने समग्र यहाँ नेपालमा 40% चाहिँ कस्टिङ आउँदै गर्दाखेरि अब योसँग जोडिएका तमाम व्यवसायहरू, योसँग जोडिएका तमाम कालीगढ साथीहरूको भविष्य चाहिँ सुनिश्चित नभएको कारणले यी व्यवस्थाहरू हटाउनुपर्छ। हामी राज्यलाई ट्याक्सको कुरामा जहाँ जे कुरामा पनि सहयोग गर्न तयार छौँ। राज्यको सँग हातेमालो गरेर अगाडि बढ्ने कुरामा राज्यको हरेक निर्देशनहरू हामीले मान्न तयार छौँ। तर अहिले सुनको जुन मूल्यवान सुन